हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। यो चाहिँ बेथान्चोकको मेन रोड हो होइन। पहिला कस्तो थियो अहिले कस्तो बनाइदियो हेर्नु त। बारी पहिरो रोड स्वर्ग जस्तो ठाउँ नर्ग जस्तो बनाइदियो यार। हेर्नुहोस् त यहाँतिर पनि यस्तो गइरहेछ पुराको पुरै तल फाड हो यो यस्तो ठाउँलाई कस्तो चाहिँ बनाइदियो होला। यहाँतिर चाहिँ अलि राम्रो पनि छ, पहिलाको पिचा त्यति बाँकी छ। हेर्नुहोस् है गाई चाहिँ बेथान्चोकको हालत गाडी चल्ने पनि धाउधाउ छ यार। बाटो हेर्दा त खत्तम भइसक्यो अहिले पुरै। यस्तो छ यार बाटो पनि, हिँड्न पनि गाह्रो पुराको पुरै। यहाँतिरबाट अहिले अलि राम्रो छ है बाटो पुरै। बेसी माथितिर मासतिर पनि केही भएको छैन, तलतिर पनि केही भयो। पानी जाने ठाउँ छैन, ब्लक छ। अलिकति खोलिदिनु हुन्थ्यो। मङ्गलसम्म जानुपर्छ है, पुरा पुरा फिज भइसक्यो होइन। हामी पार्थाली भन्ज्याङमा पनि आइपुग्न लाग्यो होइन। अब 2-3 मिनट पनि लाग्दैन 10। हेलो गाइज, पार्थाली भन्ज्याङदेखिको यताको नयाँ अपडेट हजुरहरूको सामु प्रस्तुत गर्दैछौँ। हेर्दै जानु होला कृपया, भिडियो नछुटी स्किप नगरिकन। यस्तो छ यार हिँड्ने होला कि यस्तोमा तपाईँको त हिलो 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 कुरो लागेर केही देखेको छैन यार। पुरै साउन महिना भनेको साउन जस्तै भइरहेछ। माइ गड, सिमसिमे पानी पर्दै पुरा कुहिरो लाग्दै कुहिरोले पुरै ढाकिरहेछ। यतापट्टि चाहिँ खड्की त उठिरहेको छैन, बाटो त्यति बनेको छैन। खड्कीपट्टिबाट चाहिँ गणेशस्थानबाट सिधै गणेशस्थानको ढुङ्गाखानीबाट माथि प्रबल पोखरी डाँडा हुँदै बाटो निस्कन सक्नुहुन्छ। बाटो त्यति बिग्रेको छैन। यता चाहिँ पोखरी डाँडा हेर्नुहोस् त, कुहिरोले त के देख्ने यार। कुहिरो 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 कुहिरो। यहाँ चाहिँ फेरि सुक्खा पहिरो आउँछ है। घाम लागि पनि गुरुङ 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 झरिरहन्छ। गाइज युरोपले चाहिँ 10-15 वर्ष भइसक्यो अहिलेसम्म बेचेन होइन। कति ठुलो लास अप्लिसक्यो। त्यहाँ तुलसी नाङ्गे डाँडा भन्ने ठाउँ छ, त्यो पनि हजुरहरूले देखाउने छु। भिडियो हेर्दै गर्नुहोस्। यहाँदेखि तलतिर चाहिँ नाङ्गे डाँडा भनिन्छ। हेर्नुहोस् है, नाङ्गे डाँडा पुरा नाङ्गै छ कि चाहिँ, त्यही भएर नाङ्गे डाँडा राख्यो होला पुर्खौली बाजे हजुरबाउ जुजु बाजेहरूले। नाङ्गे डाँडा हाम्रो गाउँको झर्ना है त। अन्त कति सानो है, राति ठुलो पानी पऱ्यो भने ठुलै आउँछ फेरि। एकदम खतरनाक छ है झरना। माथि समस्या यिनीहरू चाहिँ रोड पक्कु भइसक्यो यार। ढुङ्गै ढुङ्गा छ चारैतिर, जताततै ढुङ्गै ढुङ्गाको खानी भन्ने जस्तै हो। अघि देखाएको नाङ्गे डाँडा भन्ने क्या हजुर, पुरै नाङ्गै छ कि नाङ्गै छ होइन त। पारेको खड्की चाउर
पुरै बगिरहेछ तर अहिले भ्यू चाहिँ दामी देखिन्छ यो के हो तपाईहरुले पक्कै पनि थाहा होला यो चाहिँ गाउँको फलफुल गाइस खाने मिल्छ एकदम मिठो हुन्छ गाउँको फलफुल हो है यो चाहिँ गाउँको फलफुल